यति महत्त्वपूर्ण विषयवस्तुमा हामीले छलफल गर्दाखेरि सबै प्रतिपक्ष दलहरूलाई बजेट जस्तो महत्त्वपूर्ण विषयमा छलफलको लागि वातावरण मिलाउनको निम्ति म सम्माननीय सभामुखज्यू मार्फत सरकारको गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु। यसरी सदनमा कोही मान्यज्यूहरू कुर्सीमा बस्ने, कोही तला बसिराख्दाखेरि सदनको गरिमामाथि वास्तवमा गम्भीर प्रश्न उठेकै छ। यसप्रति सरकारको ध्यान जाओस्। विभिन्न ठाउँमा हेरिरहेछौँ किसानहरू आन्दोलित छन्, मल पाइरहेका छैनन्। यसरी साइकलमा चाहिँ लाइनमा बसेका हुन्छन् बोर्डर छेउमा। विभिन्न प्रकारका सुन व्यवसायी जस्ता व्यवसायीहरू आन्दोलित छन्। उनीहरूको समस्या के यो बजेटले समाधान गर्ला? सम्माननीय सभामुख महोदय, विगत लामो समयदेखि 20औं दिनदेखि भिजिट भिसाको आवरणमा राज्यको संयन्त्रले नीति बनाएर गरिरहेको मानव बेचबिखनको कुराहरू बाहिर आएका छन्। सम्माननीय सभामुख महोदय, यो राज्य जनताको लागि हो कि शासकहरूको लागि हो? यो राज्य कसको लागि हो? सम्माननीय सभामुख महोदय, आफ्नै नागरिकलाई अनेक तिक्रम गरेर, अनेक कानुन बनाएर, अनेक संरचना गरेर बेचबिखन गर्ने, तस्कर गर्ने यो राज्यलाई जवाफदेही कसले बनाउने? सम्माननीय सभामुख महोदय, सम्माननीय सभामुख महोदय, इतिहास साक्षी छ। आम नागरिकका सुरक्षाका लागि, जनताका हितका लागि यो राज्य भन्ने अवधारणा आएको हो, शासकहरूका लागि होइन। म स्मरण गराउन चाहन्छु, आज त सङ्ख्या होला, आज तपाईँहरूसँग दम्ब होला। अफ्रिकामा एउटा भनाइ छ सम्माननीय सभामुख महोदय, एउटा भनाइ छ, अफ्रिकामा एउटा उखान छ सम्माननीय सभामुख, until the lions have their own historian, the history of hunt will always glorify the hunters। जबसम्म शासकहरूको आफ्ना इतिहास लेख्ने इतिहासकारहरू हुनेछन् त्यति बेलासम्म शिकारको होइन, शिकारीको इतिहास लेखिनेछ। के आज तपाईँहरू शिकारीको इतिहास लेख्न खोज्दै हुनुहुन्छ? जनतालाई शिकार गरेर, जनतालाई दुःख दिएर यो राज्यका संरचना बनाइरहनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी विगत लामो समयदेखि यो मुद्दामा गम्भीर छलफलमा बसेको छ। म सम्मानित सदन मार्फत, सम्माननीय सभामुख मार्फत नेपाली जनतालाई भन्न चाहन्छु, यो राज्य हामीले कसका लागि बनाएका हौँ? जनतालाई दुःख दिन बनाएका हौँ या जनताका लागि यो राज्य बनाएका हौँ? तमाम नेपाली जनतालाई रोजगार दिन नसक्ने, खाना लाउने बाँसको व्यवस्था गर्न नसक्ने अनि जीविकोपार्जन गर्न विदेश जाने महिला दिदीबहिनी र दाजुभाइहरूलाई ठग्ने यो राज्यको यो संरचना जवाबदेही हुनुपर्छ कि पर्दैन? राज्यका धेरै नीतिहरू, राज्यका धेरै संरचना यसमा संलग्न छन्। गृह प्रशासनको कुरा आएको छ, गृह प्रशासन अन्तर्गत अध्यागमन कार्यालयको कुरा आएको छ र हामीले त्यसको जवाबदिता माग्दाखेरि आज हामीलाई यो सदनमा बल प्रयोग गरेर हामी कराइरहँदा फेरि सदन चलाउने यो हुन सक्दैन। सम्माननीय सभामुख महोदय, छानबिन समिति चाहिन्छ। सरकार सभामुख महोदय, हामीले निर्वाचन प्रणाली नै यस्तो बनायौँ जुन प्रणाली अन्तर्गतको निर्वाचनमा कुनै पनि पार्टीले अपवादको रूपमा बाहेक बहुमत प्राप्त गर्न सक्दैन। सबै विचारहरूले यहाँ उपस्थित हुन पाउने, एक सिट मात्रै भएको राजनीतिक दलले पनि प्रतिनिधित्व गर्न पाउने गरेको निर्वाचन प्रणालीको व्यवस्था छ। त्यसकारण यो संसदमा 100 सिट भएको पार्टी र 1 सिट मात्रै भएको पार्टीको पनि उत्तिकै मर्यादा र उत्तिकै हैसियत हुनुपर्दछ। गणितमा फरक होला, सरकार बनाउने कुरामा फरक होला, तर कुनै पनि विचारलाई निषेध गर्न नपाइने गरी निर्वाचन प्रणाली बनाइएको छ। तर जसले यो निर्वाचन प्रणाली बनायो उसैले यो विधिलाई उल्लङ्घन गर्न हुन्न। त्यसकारण अहिले यो संसदमा जे कुरा भइराखेको छ, म सभामुख महोदयलाई आग्रह गर्न चाहन्छु, सभामुख संसदको अभिभावक हो र सभामुख 1 सिटको पनि र 100 सिटको पनि अभिभावक हो। संसदमा दुईटा महत्त्वपूर्ण राजनैतिक दलहरूले महत्त्वपूर्ण विषयमा आफ्नो फरक मत राखिराखेका छन् र विरोध जारी राखेको बेला जबरजस्त संसद अगाडि बढाउनु संसदीय मर्यादाको दृष्टिकोणले पनि उचित हुँदैन र सभामुख स्वयंका लागि पनि यो अरूले राम्रो देख्ने विषय होइन। त्यसकारण समस्या समाधान नभइकन संसद अवरुद्ध भइराखेको बेला जबरजस्त संसद बढाउने काम नहोस् भन्ने कुरा म सभामुख महोदयलाई आग्रह गर्न चाहन्छु र जबसम्म जबरजस्त यस प्रकारको संसदलाई अगाडि बढाउने काम भइराख्छ यो कर्मकाण्डमा राष्ट्रिय प्रजातन्त्र पार्टी सहभागी हुँदैन, हामी बहिष्कार गर्छौँ। र म सभामुख महोदयलाई र सभामुख महोदय मार्फत अर्को कुरा पनि जानकारी गराउन चाहन्छु।
हामीले जब बैठक बहिष्कार गर्छौँ, राष्ट्रिय प्रजातन्त्र पार्टीका सदस्यहरूको नाममा आउने बैठक भत्ता राजस्वमा फिर्ता हुने व्यवस्था होस्। अर्ब 45 करोड राखिएको छ अनुमान, यस ढङ्गले पेश गरिएको छ। सम्मानीय सभामुख महोदय, यो हेरिरहँदाखेरि वास्तवमा भन्ने हो भने चालु आर्थिक वर्षमा अहिले जुन राजस्व वृद्धिको जुन लक्ष्य थियो त्यो 3% ऋण पाउनेछन् र उनीहरूले आफै उद्यममा जोडिने, उद्यम सिर्जना गर्ने, रोजगारी प्राप्त गर्ने, रोजगारी सिर्जना गर्ने काममा अब युवाहरू लाग्नेछन्। यस्ता खालका कामहरूलाई हामीले स्वागत गर्नुपर्छ भन्ने म ठान्दछु। त्यस्तै गरेर सरकारले शिक्षा र स्वास्थ्यमा विगतमा भन्दा बढी लगानी गरेको छ। यसले गुणस्तरीय शिक्षा, गुणस्तरीय स्वास्थ्य प्रदान गर्ने कुरामा, नेपाली जनताको स्वास्थ्य र शिक्षामा सुधार ल्याउने कुरामा सरकारले ठोस कदम अगाडि बढाउने छ भन्ने मलाई विश्वास लागेको छ। र सँगसँगै सम्मानीय सभामुख महोदय, यति भन्दै रहँदा सरकारले फेरि सबै कुरा राम्रो छ, अब सुधार गर्ने ठाउँै छैन, म यस अर्थमा भनिरहेको छैन। अहिले पनि सार्वजनिक खर्च कटौतीमा पर्याप्त ध्यान पुगेको छैन जस्तो मलाई लाग्दछ। आज देशमा वास्तवमा जनताहरूमा ठुलो एक प्रकारको निराशा व्याप्त नै छ। यो निराशालाई चिरेर देशभित्र मेरो भविष्य छ भनेर 3 करोड जनतालाई आश्वस्त पार्नु छ। संसारभरि भएका युवाहरू अब विदेशमा होइन, देश फर्किने स्थिति हामी निर्माण गर्नुपर्ने छ। त्यसका लागि नेपाल जाउँ जाउँ भन्ने वातावरण बनाउनका लागि सबै दलहरू, सबै राजनीतिक पार्टीहरू एकताबद्ध बन्नै पर्छ। सम्माननीय सभा, भूमि व्यवस्थाको बारेमा हरेक बजेटमा हामीले दलित, भूमिहीन, सुकुम्बासीहरूका निमित्त स्थायी रूपले भूमिको समस्या समाधान गर्छौँ भन्ने हामीले प्रतिबद्धता व्यक्त गर्दै आएका छौँ। यसपटक म सरकारसँग आग्रह गर्न चाहन्छु, यो बलियो सरकार छ र यो सरकारले ल्याएको जुन बजेट छ, यो बजेटलाई कार्यान्वयन गरेर दलितको, सुकुम्बासीको अव्यवस्थित बसोबासीका निमित्त जुन भूमिको व्यवस्था हामीले गर्नुपर्ने हो, त्यो भूमिको व्यवस्था सदाका निमित्त समाधान गर्ने किसिमले अगाडि बढाउनका निमित्त पनि म आग्रह गर्न चाहन्छु। सुनसरी जिल्लामा पनि भूमि समस्या चर्को रूपले छ, त्यतातर्फ पनि सरकारको ध्यान आकृष्ट गर्न म चाहन्छु। मुलुकको विकासका निमित्त राजनैतिक स्थिरता अपरिहार्य छ र अहिले मुलुकमा राजनैतिक स्थिरता कायम छ, नीतिगत स्थिरता कायम छ र यो राजनैतिक र नीतिगत स्थिरताको जगमा उभिएर यो बजेट आएको छ र यो बजेटले नेपालको समृद्धिका निमित्त एउटा उल्लेखनीय बाटोमा यो देशलाई अगाडि बढाओस् भन्ने पनि म आग्रह गर्न चाहन्छु। देशको आर्थिक पुनर्निर्माण हाम्रो साझा सङ्कल्प बन्नुपर्दछ। को सरकारमा छ, को बाहिर छ, को विरोध गरिराखेको छ, त्यो आफ्नो ठाउँमा होला, तर देशको समृद्धिका निमित्त, देशको आर्थिक पुनरुत्थानका निमित्त हामी सबै एक ठाउँमा उभिनौँ भनेदेखि हामीले गर्ने भाषण, हामीले लाउने नारा त्यो केवल सतै नारा र सतै भाषण मात्र हुन सक्दछ। सम्माननीय सभामुख महोदय, म सभामुख महोदय मार्फत राष्ट्रिय स्वतन्त्र पार्टीका साथीहरूलाई म आग्रह गर्न चाहन्छु, एउटा जनप्रतिनिधिको हैसियतले, देशको जिम्मेवार नागरिकको हैसियतले म आग्रह गर्न चाहन्छु, यदि तपाईहरू परिवर्तनका निमित्त, परिवर्तनको सोच लिएर तपाईहरू संसदमा उपस्थित हुनुहुन्छ भने तपाईहरू आफ्नो एजेन्डा स्थापित गर्नका निमित्त बजेट जस्तो महत्त्वपूर्ण कुरालाई अवरोध गरेर होइन, तपाईका बजेटका प्रति के धारणा हो त्यो धारणा राखेर तपाईँ अवरोधलाई खुलाएर तपाईँ आफ्ना धारणा इस्टाब्लिस गर्नकातिर लाग्नका निमित्त पनि म आग्रह गर्न चाहन्छु। सम्मान्य सभामुख महोदय, आर्थिक वर्ष 2082-83 को बजेटमाथिको सैद्धान्तिक छलफलमा
भाग लिनुभन्दा पहिले मलाई चाहिँ एउटा अनौठा लागेको छ। वास्तवमा संसदमा प्रतिपक्षी दलका मान्यहरू होइल घेराउ र नाराबाजीमा हुनुहुन्छ, हामीले संसद चलाइरहेका छौँ। यो कस्तो परम्परा हामी बसाल्दैछौँ? मलाई चाहिँ अचम्म लागेको छ कि हाम्रो नियमावली र हाम्रो अभ्यास, संसदीय अभ्यासले यो खालको तरिकाले संसद चलाउनुलाई एउटा दुःखद पक्षको रूपमा लिन सकिन्छ मान्य सभामुख महोदय। वास्तवमा अब यो बजेटको सैद्धान्तिक छलफलमा छौँ। सैद्धान्तिक छलफल अगाडि नबढ्दै पुस्तकहरू, मन्त्रालयगत पुस्तकहरू वितरण गरिएका छन्, जसले गर्दाखेरि यो सैद्धान्तिक छलफल पनि एक किसिमले रुमल्लिएको छ। वास्तवमा अब चाहिँ छलफल त्यता केन्द्रित हुने अवस्था छ। जस्तो शहरी विकास मन्त्रालयको मात्रै कुरा गर्दाखेरि यो बजेटलाई सरकारका मन्त्रीहरूले एकलौटी कब्जा गरेको जस्तो देखिन्छ। वास्तवमा मन्त्री र नेताका बुवा आमाका नाममा पार्टी र जनसङ्गठनका पार्टी कार्यालय बनाउन अरबौँ बजेट बाँडिएको छ, जबकि दुर्गम जिल्लाहरूमा स्वास्थ्य चौकी, खानेपानी जस्ता आधारभूत आवश्यकतामा बजेट नभएर जनता छटपटाइरहेका छन्। कुनै प्रक्रिया पुरा नगरेका योजनाहरूमा मन्त्रीका आसेपासे दलाल र बिचौलियाहरूले बजेटमा हालिमुहाली गरेका छन्। केन्द्रमा 3 करोडभन्दा माथिका योजना मात्र छनौट गर्ने योजना आएको निर्देशनलाई पनि धज्जी उडाइएको छ र बजेट छरपष्ट रूपमा वितरण गरिएको छ। बजेट बनाउँदा र वितरण गर्दा नै ठुलो अनियमितताको गन्ध आउँछ। म मान्य अर्थमन्त्रीज्यूसँग प्रश्न गर्न चाहन्छु के देश कुनै निश्चित जिल्ला, झापा, रूपन्देही, काठमाडौँको मात्रै हो? के यही हो बजेटमा सुशासन? बजेट दुरुपयोगको योभन्दा नाङ्गो नमुनाहरू के हुन सक्छ? के यसरी नै आर्थिक अनुशासन कायम गर्न खोज्नु भएको छ? यस्तो जनविरोधी मन्त्रीमुखी बजेटलाई कसरी समर्थन गर्न सकिन्छ? यसमा हाम्रो घोर आपत्ति छ, विरोध छ। बजेट अर्थ राजनीतिक दस्तावेज हो, जनतालाई डेलिभरी दिने अन्तिम औजार पनि हो। बजेटले पोलिसी डिपार्चर गर्ने आशा गरिएको थियो, बलियो सरकार थियो, तर त्यस्तो गर्न सकेन। नयाँ भिजन पनि दिन सकिएन। बजेटमा व्यक्त प्रतिबद्धताहरू पुरा गर्ने ठोस आधारहरू छैनन्। बजेटले जनतालाई आशा, भरोसा र समृद्धिको मार्गचित्र दिन सकेन। बिचौलिया र व्यापारी खुसी हुने, त्यो पनि आयात व्यापारीहरू खुसी हुने, जनता दुखी हुने यो बजेट जनमैत्री छैन। यसले चाहिँ भुइँ मान्छेलाई चाहिँ बिर्सिएको छ। चरम भ्रष्टाचार, कुशासन, अनियमितता, व्यथिति, ढिलासुस्ती, कमिसन तन्त्र मौलाइरहेको बेला नागरिकलाई सेवा प्रवाह, सुशासन र भ्रष्टाचार नियन्त्रण गर्ने कुरा बजेटको प्राथमिकताको पिँधमा पुगेको छ, फेदमा पुगेको छ। वास्तवमा चाहिँ भ्रष्टाचार नियन्त्रण र सुशासनको ठोस कार्यक्रम बजेटमा आउन सकेन। मलाई दुःख लागेको छ। यो बजेट संविधानले लिएको मूल लक्ष्यबाट पनि विचलित छ। बजेटको मुख्य फोकस हुनुपर्ने गणतन्त्रको सम्वर्धन र समाजवादको तयारीका लागि कुनै सोच, लक्ष्य, प्रतिबद्धता र त्यसअनुसारका कार्यक्रम आउन सकेका छैनन्। सार्वजनिक क्षेत्रलाई प्राथमिकता दिनुपर्नेमा त्यसलाई सङ्कुचन गरेर निजी क्षेत्रलाई अन्धाधुन्ध बढावा दिइएको छ। शिक्षा, स्वास्थ्य, रोजगारी, ज्येष्ठ नागरिक र बालबालिका जस्ता क्षेत्रमा राज्यको हस्तक्षेप तथा काम गर्न सक्नेलाई काम र काम गर्न नसक्नेलाई सामाजिक सुरक्षाको ग्यारेन्टी हुनुपर्ने, त्यस्तो भएको छैन। बजेटले श्रमजीवी वर्गलाई चिनेन। लैङ्गिक उत्तरदायी र बालबालिका मैत्री बजेट आउन सकेन। शिक्षा, स्वास्थ्य जस्ता सामाजिक क्षेत्रमा बजेट बढाइएको छैन। एकातिर निजीकरणले शिक्षा महँगो भएको छ, आम जनताको पहुँचबाट शिक्षा टाढा भएको छ। अर्कोतिर सामुदायिक शिक्षाको गुणस्तर बढाउनेमा सरकारको प्राथमिकता छैन। एआई लगायतका नयाँ प्रविधिको विकासले आर्थिक क्रियाकलापमा तीव्रता ल्याउँछ, बजार प्रतिस्पर्धात्मक बनाउँछ। त्यसैले शिक्षामा विनियोजित कुल बजेटमध्ये 70% व्यावसायिक र प्राविधिक शिक्षामा लगाउनु पर्नेमा त्यसो गरिएको छैन। स्वास्थ्य क्षेत्रमा माफियाकरण छ। महँगो स्वास्थ्य सेवा जो सर्वसाधारण जनताको लागि आकाशको फल जस्तो हुन पुगेको छ। यसरी सारमा बजेटले समाजवादको दर्शन बिर्सिएको छ, बाटो भुलेको छ भन्ने मेरो निष्कर्ष छ। मान्य सभामुख महोदय, समाजवादका कुरा गर्नु, रोजगारीका कुरा नगर्नु कुराले चिउरा भिज्दैन भने जस्तै हो। उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना, राष्ट्रिय पुँजीको विकास तथा दलाल पुँजीवादको सिकन्जाबाट मुक्त स्वतन्त्र राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रको विकास गर्दै देशलाई समृद्धि र समाजवादतर्फ अगाडि बढाउने अहिलेको मूल राजनीतिक कार्यदिशा हो। त्यसबारेमा बजेटमा ठोस प्रतिबद्धता र कार्यक्रम छैनन्।
बेरोजगारीका कारण लाखौँ बौद्धिक र ऊर्जाशील जनशक्ति विदेश पलायन भइरहेको छ, जसको असर देश विकासमा परेको छ र गाउँमा बाँझो जमिन आबाद गर्ने र युवाहरूलाई आधुनिक प्रविधिसहित उद्यमशीलतासँग जोडेर हातमा काम र गोजीमा दाम आउने कार्यक्रम आवश्यक थियो, त्यो ल्याइएन। किसानले उत्पादन गरेको कृषि वस्तुको समर्थन मूल्य तोक्नु र उत्पादित कृषि वस्तुको बिक्रीको ग्यारेन्टी गर्नु अहिलेको प्रमुख मुद्दा हो। बजेटमा यस विषयमा सकारात्मक कुरा आएको छ, तर कृषि क्षेत्रमा बजेट घटाइएको छ। कम्तीमा 1 खरबसम्म बजेट छुट्याउनु पर्थ्यो भन्ने मेरो भनाइ छ। कृषकलाई उत्पादनमा आकर्षित गर्न, कृषिमा सप्लाई चेनमा लगानी बढाउन, मलबिउ उपकरण, सिँचाइ, विद्युतमा सहयोगका ठोस योजना आउन सकेनन्। यसरी यो महत्त्वपूर्ण सङ्कल्प पुरा हुन असम्भव छ। माननीय सभामुख महोदय, विकास खर्च 3 खर्ब वरिपरि मात्र छ, जबकि बजेट 20 खर्बतिर उकालो लागिसक्यो। कोभिडपछि ओह्रालो लागेको अर्थतन्त्र उठाउन नीतिगत फड्को मार्ने गरी दिशानिर्देश गर्न सकिन्थ्यो। उही कर्मकाण्डी र जनतालाई निराशा बाँड्ने बजेट ल्याइयो। लगानीमुखी र नतिजामुखी बजेट आउन सकेन। मान्य सदस्य, यहाँको निर्धारित समय म एकदम अन्तिममा सक्छु सभामुख महोदय। यो कर प्रणालीका सन्दर्भमा किस्तामा कर तिर्ने व्यवस्था गर्ने हो भने माननीय अर्थमन्त्रीज्यूसँग मेरो अनुरोध छ, धेरै कर सङ्कलन गर्न सकिन्छ। भ्रष्टाचार र घुसखोरी नियन्त्रण गर्न डिजिटल कारोबारलाई बढाउनु पर्दछ र बजेटमा आफ्नो गाउँ आफै बनाऊ जस्तो समाजवादी मोडेलको जनमुखी कार्यक्रमलाई समेत यसपटक बिर्सिनु भएछ। वास्तवमा चाहिँ त्यो कार्यक्रम आउनु पर्थ्यो। र अन्त्यमा वास्तवमा यो 18 वर्षदेखि 40 वर्ष बिचको जुन पुस्ता, नयाँ पुस्ता छ, त्यो पुस्ताले कस्तो कार्यक्रमको बजेट चाहन्छन् ध्यान दिन सकिएन। जेएनजी अर्थात् युवा पुस्तालाई प्रोत्साहित गर्ने र उद्यमशीलतामा सहयोग गर्ने नीति लिनु जरुरी थियो। युवा केन्द्रित स्टार्टअप कार्यक्रमको बजेट घटाइएको छ। युवा पुस्तालाई टेक्नोलोजीसँग जोड्नु अनिवार्य छ। एआई र डिप लर्निङतर्फ अघि बढिसकेको यो नयाँ पुस्ताका चाहना र आकाङ्क्षालाई सम्बोधन गर्ने गरी बजेट आउनु पर्थ्यो, त्यस्तो हुन सकेन। यो बजेट आम नागरिक, गरी खाने तल्लो वर्ग, महिला, दलित, उपभोक्ता, विद्यार्थी, साना उद्योगी, व्यापारी, व्यवसायी मैत्री छैन। बजेट आयातमुखी व्यापारी, दलाल, बिचौलिया, माफिया, कमिसनखोर र दलाल पुँजीपतिको हित स्वार्थ केन्द्रित छ। उपेक्षित, उत्पीडित वर्ग, क्षेत्र, समुदाय बजेटको बहिष्करण र वञ्चितीकरण परेका छन्। त्यसकारण यो बजेट जनमुखी छैन, समर्थन गर्न सकिँदैन। धन्यवाद। केही साथीहरू आन्दोलनमा हुनुहुन्छ, उहाँहरू पनि यो बजेटमा समावेश हुँ। तपाईँहरूले आफ्नो तर्क बजेटमाथिको विनियोजनमा यहाँहरूले छलफल गर्नुभयो भने तपाईँहरूले यो रोस्टमबाट आफ्नो जनतालाई सबै कुराहरू तपाईँलाई भन्ने स्पष्ट अधिकार छ। त्यसको सदुपयोग गर्नका निम्ति पनि म राष्ट्रिय स्वतन्त्र पार्टीका माननीय सदस्य साथीहरूलाई आग्रह गर्न चाहन्छु, तपाईँ हामी सबै मिलेर मुलुक बनाउने हो। यो मुलुक बनाउनको निम्ति तपाईँ हामी सबै जनताका प्रतिनिधि हौँ। तपाईँ हामी सबैको एउटा राष्ट्रिय सङ्कल्पले मात्रै यो देश बन्न सक्दछ। लास्टमा अब यही बजेटको सिलसिलामा परदेशका हालत त हेरियो नि, परदेशले के गरेछ। त्यस कारणले यस्तो अनारको बजेटलाई राष्ट्रिय जनमोर्चाले समर्थन गर्न सक्दैन। अब यो हालत भएको छ, मान्छे बेचेर देश चलाउने, शासन चलाउने। अनि हाम्रो संविधानमा के छ, समाजवाद उन्मुख, घुस खाने, भ्रष्टाचार गर्ने, व्यक्तिले निजी सम्पत्ति चाहिँ जम्मा गर्ने कुरा चाहिँ समाजवादको कुरा गर्दै हिँड्ने। यस्तो समाजवादको यति बढी राग नलागा पनि धन्यवाद। सम्माननीय सभामुख महोदय, हामी महत्त्वपूर्ण विषयमा छलफल गरिराखेका छौँ। सदनमा नाराबाजी पनि भइराखेको छ। अब प्रतिनिधि सभाको सचिव हर्कराज राईलाई संवैधानिक परिषद काम कर्तव्य अधिकार कार्यविधि सम्बन्धी पहिलो संशोधन विधेयक 2079 का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबल गर्न अनुमति दिन्छु।